हेलो नमस्ते सम्पूर्ण नेपालीहरुमा म पदम गुरुङ आफ्टर लङ टाइम चाहिँ फेरि ब्याक टु ब्याक भएर चाहिँ तपाईहरु सामु नयाँ भिडियो लिएर आएको छु। आशा छ सबैजनाले हेरिदिनुहुन्छ अनि माया देखाइदिनुहुन्छ भन्ने। अनि मैले चाहिँ के भने भिडियो चाहिँ भ्लग चाहिँ बनाइरहने तर बीचमा फेरि ग्याप अनि एउटा भिडियो फाले फेरि ग्याप, त्यो भएको कारणले चाहिँ अलिकति भिडियो पनि बुस्ट हुन सकेन होला। त्यसको लागि क्षमा प्रार्थी छु। अनि आज चाहिँ मनैबाट चाहिँ भिडियो बनाउन त भन्ने फेरि रहर इच्छा जाग्यो कि ममा। अनि फेरि भिडियो चाहिँ के बनाउने भन्दाखेरि चाहिँ गाउँ घरको कन्टेन्ट भनेको नै अब तपाईहरुलाई थाहा नै छ, डेली लाइफ, रुरल भिलेजको चाहिँ डेली लाइफ। अब त्यसमा चाहिँ के हुन्छ भने अब आफ्नो डेली लाइफ चाहिँ के छ त्यही त देखाउने हो। अब सबैजनाले थाहा नै छ त्यो साथीहरुलाई। अनि आज चाहिँ के भने बारीमा चाहिँ हामीले चाहिँ सुन फलाउन लाग्छु कि मेन कुरा भन्नु पर्दाखेरि म मात्रै हैन मेरो बुढी पनि छ। अनि आज चाहिँ उसको छुट्टी थियो, प्लस उस चाहिँ छुट्टी भएको कारणले ऊ पनि गाउँमै शान्तिनो जब गर्छ। अनि आज स्याटरडे छुट्टी छ उसको। अनि दुईजनै मिलेर चाहिँ सुन फलाउने। फेरि सुन फलाउने भन्दाखेरि फेरि सबैजना फेरि चकित पर्ला, तर सुन भन्नाले अगाडि चाहिँ ल थपेपछि ल सुन के गरी हैन त्यस्तो छ। अनि ठिकै छ अब ल भिडियो सुरु गरौँ है त। अनि भिडियो सुरु गर्नु अघि अब म तपाईहरुलाई चाहिँ ट्याक्क लाएर मेरो घरको भ्यू देखाउन चाहन्छु। ट्याक्क फुलहरु छ तिनीहरु डिलडिलमा। अनि यहाँ चाहिँ ठ्याक्क मौरीको घर एउटा, अनि उ त्यहाँ पनि त्यसैमा छ दुईटा, अनि माथि पनि छ एउटा माथिपट्टि उसमा आफै आएको। अनि टक्क त्यही हो। अनि अब अरु भन्दा नि मेरो बुढी चाहिँ काम गरिरहेछ तल चाहिँ। जे भए पनि अब म पनि अब उलाई सहयोग गर्न त जानु नै पर्यो। त्यसैले लेट्स स्टार्ट द भिडियो। साथीहरु अब बारीतिर झरौँ, बुढीलाई पनि सहयोग गरौँ अब सुन रोप्नलाई। झर्नुभन्दा अगाडि चाहिँ हाम्रो यहाँ चाहिँ पुरै आँपको बोट छ। यहाँ चाहिँ लठरम्मै फलेको थियो तर मैले त्यही भिडियोमा चाहिँ देखाएन, भ्लगमा चाहिँ निकालेन हैन। तर फल्न चाहिँ सही फलेको थियो कि यसपालि। अर्को पालि फल्दाखेरि चाहिँ भिडियोमा देखाउँला यो पनि अवश्य। अनि के छ भने यता पनि झारै झार थियो, यो पनि बुढीले गोडेको बिचारा। अनि अरु के छ भन्दाखेरि हाम्रो चाहिँ बारीमा चाहिँ अर्गानिक चिज भनेको चाहिँ अहिलेको हिसाबमा चाहिँ यहाँ बोडी छ। बोडी चाहिँ अब अलिअलि फल्न सुरु गरे हैन। देखेछ कि देखेन तपाईहरुले ट्याक्क यसरी चाहिँ अलिअलि बिचमा भित्रभित्र फल्दिन सुरु गरे। अनि यता पनि अर्को बोडी, यो चाहिँ फेरि छुट्टै छुट्टै बोडीहरु हो। यो बोडी चाहिँ के बोडी रहेछ अब चिन्न सकेन, तर यसरी यस्तो बोडी फल्छ कि यहाँ चाहिँ, यसमा चाहिँ यस्तो बोडी फलिरहा। अनि अरु भन्दा नि सुन चाहिँ यहाँ हामीले रेडी अवस्थामा राखिसकेका छौँ यहाँ सुन। अनि बिचारा मेरो बुढी चाहिँ बेसरी दुःख गरे जस्तो बारीमा चाहिँ यो मुर्दारले मलाई ल्याएर चाहिँ गमबारी खन्न लायो भन्ने टाइपले अब खनिरह बिचारा अल्छी टाइपले के। अब घाम पनि त्यस्तै लागिरह नि त, फेरि घामले नि दह्रो झड्का दिइराखे। अनि यो चाहिँ अस्ति हामीले हिजो अस्ति नै हो, अस्ति बाँचो खन्यो। अनि त्यहाँबाट हामीले मलसल छर्यो। मलसल छरेपछि अनि भन्नाले मलसल बोकियो हिजो। अनि अहिले चाहिँ बुढीले मल छरेर ट्याक्क अलिअलि खन्न सुरु गरेको थियो। अनि लडेको छ। अनि हाम्रो बारीमा अरू के छ भन्दाखेरि एउटा यहाँ चाहिँ अकबारे खुर्सानी राम्रो भएन बोट चाहिँ, जे होस् तै पनि खानालाई चाहिँ ठिक छ। यसरी फलिरह अकबारे खुर्सानी पनि टक्क लाएर हैन। यो चाहिँ हामीले किन्नु परेन। अनि अरू के छ भन्दा ऊ घिरौँला पनि छ त्यहाँ पुरै लठरम्मै। अनि घिरौँला त अब खाइ नसक्नु के, बजारमा भने त कति बेचिन्थ्यो होला हैन। तर यहाँ चाहिँ अब त्यसै छिपेर कुहिएर जाने। अनि यहाँ खानाको लागि टमाटर अलिअलि यस्तो छ। अनि यहाँ यस्तो खुर्सानी। अनि बेसार पनि अर्गानिक नै लगाएको छौँ हामीले। यो बेसार चाहिँ यहाँ मात्रै हैन कि उता पनि छ। अहिले चाहिँ यहाँ यति चाहिँ अब यहाँ देखाइदियो तपाईहरुलाई। अनि त्यहाँबाट
हामीसँग चाहिँ हाम्रो बारीमा अहिले अर्ग्यानिक चिजहरू भनेको त्यही नै छ, किनकि अब सिजन पनि हो है। अब अबको सिजनमा चाहिँ हामीले जे भए पनि यो ठाउँमा चाहिँ लसुन रोप्ने, अनि त्यहाँबाट अलिअलि साग, त्यहाँबाट खोले साग पनि छ, तपाईँहरूले देख्नुभयो होला त्यहाँ, अनि उखुहरू लगायत सबै कुराहरू छन्। अर्ग्यानिक चिजहरू चाहिँ हामीले चाहिँ किनेर खानु नपर्ने तरिकाले। अनि यहाँ चाहिँ मेवाको बोट पनि छ, यसपालि नै रोपेको हो, तर यत्रो फुचेमा चाहिँ अब त्यहाँ मेवाको अब फुल फुलिसक्यो कि त्यहाँ चाहिँ। अनि यहाँ भेन्टी, कतिजनाले चाहिँ भेन्डी मनपर्छ होला, भेन्टी पनि छ हामीसँग होइन। यस्तो चिजहरू चाहिँ गाउँघरमा चाहिँ किनेर खानु पर्दैन, त्यही हो। अनि प्लस मेरो बुढीले चाहिँ बिचरा यस्तो दुःख गर्छ है, जे भए पनि एप्रिसिएट मेरो बुढी, फुल्ली सपोर्ट होइन बुढाको तर्फबाट। अब यत्रो खन्नको लागि चाहिँ दिनैभरि घाममा चाहिँ टन्टलापुर घाममा चाहिँ सकिँदैन। हामी रेस्ट पनि गर्छौँ, खन्छौँ, रेस्ट गर्छौँ, खन्छौँ। अब कति रोपिन सकिन्छ कि सकिँदैन आज त्यो थाहा छैन, तर हामीले सबै कुराहरू रेडी त गरेका छौँ। तर पनि अब ल अब चाहिँ के खन्न सुरु गर्छु है त म पनि बुढी सँगसँगै टक्क लाएर है त। ल साथीहरू, अहिले चाहिँ हामी टक्क लगाएर रेस्ट गरिरहेको छौँ होइन, दुईजनै। घाम एकदमै चर्को लागेको छ, त्यही भएर घाममा त काम गर्न नसक्ने होइन, दुईजनै रेस्ट गरिरहेको छौँ। रेस्ट पनि अलिकति सोफा ल्याएर टक्क होइन यहाँ भइदिएको भयो त गर्दै शीतलीमा होइन। हो, जस्ट फर इमेजिनेसन, त्यही भइसक्यो। इमेजिन त्यो भनेको इमेजिनेसन, जस्ट इमेजिन। अब बारी खन्ने त त्यस्तै हो। अब सुन रोप्ने भनेको अलिकति घामको कारणले गर्दाखेरि नि सुन रोप्ने भनेको, तर हामी बुढाबुढीले अलि सकेनौँ। सक्छ बिस्तारै ढिलो चाँडो, तर त्यो बेलुकासम्ममा त केही नभए नि आधी त रोपिसक्छ होला। फेरि भोलि पनि रोपौँला, आफ्नै हो के छ र होइन। ठिकै छ नि त जे भए पनि। अब बुढाबुढी चट्ट अलिकति हाँस गर्दै ठट्टा गर्दै रोपिन्छ भने अब जिन्दगी त्यही हो। ड्याममा बासी भात खाइन्छ, फ्राई राइस, होटेलमा गयो फ्राई राइस, गाउँमा खायो बासी भात अनि चिया ट्याक्क खाएर। अब गर्मी भइरह्यो बाहिर चाहिँ, अनि त्यही भएर भित्र चाहिँ शीतल भएर भित्र आएर खाइरहेको। अनि खाएर अब ड्याङडुङ फेरि ब्याक टु वर्क। यहाँ चाहिँ अब हामीले चाहिँ त्यो ड्याङ बनाएको, मैले बुढी चाहिँ खाजा बनाउन गएको थियो, बोलायो सुन्दैन। अनि अहिले चाहिँ यसरी होइन भन्छ ड्याङ। अब बाई मिस्टेकली यहाँ आधी घन्टा पावर इनर्जी सब घट्यो यो ड्याङ बनाउँदा। अब जे भयो नि फेरि डाइरेक्सन चेन्ज गरेर रोप्दैछ त्यसले। बेसरको हो बेसर भ्यू अब यस्तो छ यहाँ। दाइ फेरि दर्शक भएर टक्क यता चाहिँ रोपाइ हेरिरह, हाम्रो सुन रोपाइ। सुन चाहिँ कसरी फलिन्छ भने भोलि पर्सि देख्छ है दाइ तपाईँले। फेरि त्यहाँ सुन हो नि त, त्यो अगाडि ल चाहिँ पछि थप्नुपर्छ कि। लडेक छ, खाजा साजा खाइयो। अब गाउँघरमा बासी भात, अनि बजारमा सहर बजारमा चाहिँ फ्राई राइस भन्ने चाहिँ खाइयो, अनि चिया पनि खाइयो। अब यहाँ फेरि हामी ब्याक टु वर्क। अब त्यो भएन रे त्यो ड्याङ, मेरो बुढीले भनेको। अब त्यो ड्याङलाई चेन्ज भएर लसुन चाहिँ टक्कै यो तरिकाले हान्दैछ। अरू चाहिँ सुन रोप्दाखेरि अलिकति तोला भन्दा नि क्विन्टल आउने गर है तैँले, बुझिस्? क्विन्टल आउनुपर्छ त्यहाँ। अब यो ड्याङ भएन, फेरि पनि बर्बाद। अब नेक्स्ट अर्को स्टेप फेरि योलाई मेटायो, त्यो दुःख मात्रै भयो। यो चाहिँ लडेकै छ, केही छैन दुःख भयो पनि। फले फले हो सुन चाहिँ होइन गाइजहरू, लसुन फल्छ लसुन। हाम्रोतिर चाहिँ यसरी रोप्छ है लसुन।
खोइ फेरि ड्याङै मेटिँदो आजको तरकारी चाहिँ बारीबाटै टिपेर भेन्डी अनि टमाटर टिपियो अनि खुर्सानी चाहिँ हिजो अस्ति नै टिपिसकेको छ। त्यहाँबाट अरू के भने चाहिँ ड्याङ चाहिँ बनाएको यो चाहिँ अब मैले बनाएको चाहिँ अलि नभएर फेरि उता चाहिँ बनाएर हामीले लसुन चाहिँ यति रोपिसक्यो। अब अरू बाँकी चाहिँ भोलि रोप्नु पर्ला भन्ने लागिरहेछ। सो के हुन्छ लेट्स सी हेरौँ। साथीहरू कामसाम सकेर अब यहाँ चाहिँ हामीले अघिको त्यो बारीबाट टिपेको तरकारी आलु अनि यहाँ दाल पाकिसक्यो। भात उता राइस कुकरमा पाक्दैछ। यहाँ अब बुढीले छैया तरकारी बनाउँछ अनि गोप्ल्याक गोप्ल्याक खाइन्छ। त साथीहरू नाइट भ्यू पनि हेरौँ। यस्तो देखिन्छ हाम्रो घरको डिलबाट चाहिँ। हाम्रो घरको डिलबाट यस्तो देखिन्छ साथीहरू। दाम्याङ्गर दाम्याङ्गर दामी। यति भन्दै आजको भिडियोबाट बिदा लिन चाहन्छु। सी यू अन द नेक्स्ट ब्लग भन्दै बाई बाई।